नमस्ते। आज चाहिँ म वाचिपा जस्तै भेजको त बुमछिपा के भन्छ अरे त्यो बनाउन आँटेको है। यो प्याज टमाटर लसुन अदुवा खुर्सानी र यो जोकमारी, यसलाई असुरु पनि भन्छ। यसको बनाउने तितो हुन्छ, कसैले बोइल गरेर बनाउँछ, तर म चाहिँ डाइरेक्ट बनाउँछु किनभने धेरै तितो चाहिएको छ मलाई। यसमा चाहिँ भात हालेर बनाउने हो, राइस है। यहाँनिर कराई रेडी छ, तातिँदैछ। अब चाहिँ बनाउने हो। चाहिँ बनाउँदैछ सबै एकैचोटि हाल्दैछ, कस्तो हुँदो रहेछ हेरौँ न। पाक्न चाहिँ अब असुरु चाहिँ यो असुरु चाहिँ मलाई अस्ति घर जाँदा मिरिक भाइले दिएको थियो। कुन खाने हो? अब चाहिँ भात हाल्ने टाइम आयो। कहिले पनि खानु सक्छ, भात अलिक हाल्नु पऱ्यो त्यो छोरो होइन। यो त अलिकति भयो। वाचिपा चाहिँ रेडी भइसक्यो। वाउ, बाफ उठ्दैछ। तितो तितो मिठो छ कि कसो छ, टेस्ट गर्नुपर्छ अब है।